त्यस्तै साथीहरू फाइनली आज म चाहिँ किमा नुडल्स एन्ड मोमो इन नेपालमा आइपुगेको छ है। ल अब भित्र हेरौँ। ल गाइजहरू म चाहिँ किमा इन नुडल्स एन्ड मोमो इनमा चाहिँ मोमो खान लागिरहेको छु। यहाँ मोमो पनि आइपुग्यो। यति ठुल्ठुलो छ गाइजहरू मोमो चाहिँ है। दामी छ। ल यो चाहिँ झोल, यहाँ छ अचार। ल हेर्नुहोस् है गाइजहरू अचार। मोमो खानु पर्यो साथीहरू। ल हजुरहरू पनि मोमो खानु आउनुहोस् है साथीहरू। ल गाइस मोमो इन नुडल्समा मोमो पनि खाइयो, किमा नुडल्स पनि खाइयो, एकदम टेस्टी छ। सो गाइस अब यो किमा नुडल्स एन्ड मोमो इनको बारेमा चाहिँ यहीँको साउजी बबुरे काटेजको मुखबाटै सुनौँ है त साथीहरू। कुरा बताउने मौका दिनुभयो, बताएँ। के भन्छ हाम्रो चाहिँ अब मैले चाहिँ भर्खर स्टार्ट गरेको यो किमा नुडल लन्च मोमो भनेर। अनि यो चाहिँ अब हामीले चाहिँ एकदम किमा नुडल र मोमो चाहिँ स्पेसलै गर्ने भनेर स्पेसल गरिरहेछौँ। अनि यो नुडलमा पनि किमा नुडलको जति सिटहरूदेखि लिएर यो मैदाहरू आफैले बनाउँछु। अनि यो पहिला मैले कम्पनी गरिरहेको थिएँ, नुडलै बेच्थेँ। अनि नुडलै बेचा भएर अब फेरि पहिलादेखि नै गरिरहेको भएर अब मेरो आफ्नै पर्सनल मेसिन भएको भएर केही मेसिनलाई नै रेस्टुरेन्टमा ल्याएर रेस्टुरेन्टपट्टि कन्भर्ट गरेर हो। त्यसले गर्दाखेरि हाम्रो यो नुडलको चाहिँ एकदम राम्रो क्वालिटीकै बनाउँछु, एकदम सफ्टवेयर। किनभने हाम्रो मैदा पनि एकदम फरकै हुन्छ। यो मैदाको क्वालिटीमा पनि डिफ्रेन्ट हुन्छ। हामीले आफ्नो क्वालिटीको मैदाहरू राख्छौँ। जस्तो यो अब कुनै मैदामा रातो हुन्छ, के हुन्छ, अब त्यो अलिकति लो ग्रेडको हुन्छ। अहिले त्यो मैदाहरू चलाएर राम्रो गरेर आफूले प्रडक्ट गरेपछि टेस्ट एकदम फरक छ। फरकै छ तपाईँहरूले खानुभयो भने। अनि एभ्री यो जति पनि रेसिपीहरू छ म आफूले बनाएको रेसिपीहरू हो, जसले सोचेर त्यो। अनि यो रेसिपी पनि धेरै सोचेर बनाएको छु, जसले गर्दाखेरि चाहिँ अब खाइदिने मान्छेहरूले मिठै भनेछ, मिठो छ। जस्तो यो मोमो छ, मोमोमा पनि अब जति यो रेसिपी बनाएको छु मैले, जति बनाएको छु यो पनि धेरै सोचेर यो रेसिपीलाई चाहिँ पहिला मैले सोचेर कसरी हाल्ने, के गरी हाल्ने, कुन इन्ग्रिडियन्ट चाहिँ कसरी मिसाउने, त्यो इन्ग्रिडियन्टको प्रपोजल के हुन्छ, कस्तो इन्ग्रिडियन्ट कति इन्ग्रिडियन्ट मिसाउने भनेर। अनि लगभग यो खाना चाहिँ अब मैले बुझेअनुसार यो हाम्रो यो नेपालीहरूको एकदम मोमो र चाउमिनहरू चाहिँ एकदम जाने। अनि एकदम नेपालको जङ्क फुडहरूमा एकदम म्याक्सिमम् चल्ने फुडहरू हो। त्यसले गर्दा एक्ज्याक्ट एसियन फुडमा चाहिँ एसियन फ्लेभरै चाहिन्छ भनेर हाम्रो यो नेपाली फ्लेभर एकदम एसियन हाम्रो नेपालीहरूलाई चाहिने अमिलो, पिरो, नुनिलो यो मेजर फ्लेभरमा राखेर होइन। अनि मोमोमा नि झोल आउँदाखेरि यो पनि कतिमा हुनुपर्छ भनेर जति सक्दो मैले गरेछु। अनि अब यसले गर्दाखेरि चाहिँ मैले आफ्नै रिसर्चै गरेछु कि यसको लागि चाहिँ पर्सनली पनि रिसर्च गरेछु। त्यसले गर्दाखेरि यसको फ्लेभरहरू पनि छुट्टै छ। अठाउको भन्दा पनि म्याच नआओस्, मेरो आफ्नै फ्लेभर बनोस् भनेर ट्राई गरेछु। बनेको पनि छ। तपाईँहरूले एकचोटि आएर खाइहेर्नुभयो भने थाहा हुन्छ। जस्तो मोमोमा पनि जस्तो अरूहरूले आफ्नो अब मसलाहरू त धेरै हुन्छ, तर त्यही मसला हो, त्यही मसलालाई पनि कसरी लिने र कसरी यो हाल्ने भन्दामा पनि फरक हुँदो रहेछ। त्यसले गर्दाखेरि नि मैले पनि धेरै ट्राई गर्दा यो चाहिँ मैले मेरो बेस्ट यो अलिकति अब यो खानाको पनि अलिकति न्युट्रिसन सम्बन्धी पनि अलिकति इन्ट्रेस्ट भएर म पनि प्लान्ट बेस्ड डाइटमै छु। अनि प्लान्ट बेस्ड डाइटमा भएको भएर प्लान्ट बेस्ड डाइट यो न्युट्रिसन फुडहरू यिनीहरूले गर्दाखेरि अलिकति यस्तो टाइपले पनि मैले बनाएको छु। लगभग सक्दो फ्याटहरू मेन्टेन गर्नु खोजेछु। फ्याट पनि अब कतिमा अब जिरो फ्याट भन्छ, जिरो फ्याटै त अब त्यो अलिकति गाह्रै हुन्छ। अरे त्यही भएर फ्याटहरू कति हुनुपर्छ भनेर मेरो क्यालकुलेसनमा त्यही हिसाबमा न्युट्रिसन फुडहरूमा अब हुन्छ नि मान्छेलाई अब यति मात्रामा चाहिन्छ भनेर त्यो चाहिँ मैले एकदम ट्राई गरेछु। त्यसले गर्दाखेरि पनि अब न्युट्रिसनै त भन्नु मिलेन मेरो फुडलाई, तर पनि तिनीहरूको धेरै
कोलाब्रेसनहरू चाहिँ अब न्युट्रिसन फुड, यो प्लान्ट बेस्ड डाइटको, अनि यो खानाको हाइजिनिक, यो धेरै कुराहरू चाहिँ कसरी चाहिँ यो खानालाई के आइडिया लाएर चाहिँ बेटर गर्न सकिन्छ भनेर चाहिँ रेडी गरेको हो। अनि त्यसले गर्दाखेरि अलिकति मेरोमा चाहिँ अलिकति ट्रिकी पार्ट भनेको चाहिँ मेरो मोमोमा चाहिँ अलिकति यो आयुर्वेदिक सम्बन्धी अलिकति यसमा चाहिँ अलिकति मैले चाहिँ यो त्यस्तो फुडहरू चाहिँ पहिला अलिक खाइरहेको थिएँ। त्यसले गर्दाखेरि पनि अलिकति त्यो सम्बन्धी पनि अलिक रिसर्चहरू त्यसमा गरेर गर्दाखेरि चाहिँ अनि अलिकति यो स्पाइसिस र यो मसलाहरूको फ्लेभर चाहिँ अलिकति छुट्टै भएको हो। त्यसले गर्दाखेरि चाहिँ एकदम राम्रो भएको छ। आउनु ट्राई गर्नु। जस्तो अब हाम्रो यो मसलाहरू पनि अब यसको पनि मेडिसिनहरू हुन्छ नि त, यो मसलाहरू पनि कति रोगलाई ठिक हुने यो के भन्छ, तर यसको खाने तरिकाहरू यिनीहरूको हुँदो रहेछ। त्यसले गरेर चाहिँ अनि मैले स्पाइसिसहरू पनि यो अनि स्पाइसिस यो मसलाहरू यिनीहरू पनि जति सक्दो यो आफ्नो त्यो हिसाबले पनि क्यालकुलेसन गरेर अलिकति रेडी गरे भएर अलिकति फरकै छु भन्छु म। अब तपाईँ त्यो चाहिँ ठ्याक्कै मैले भने जस्तो चाहिँ छ कि छैन, एकचोटि तपाईँहरूले आउनुहोस्, टेस्ट गर्नुहोस् होइन, त्यसपछि कमेन्ट गर्नुहोस्। अनि त्यही नै हो। अहिले चाहिँ अनि हामीले अहिले चाहिँ मोमो र चाउमिन स्पेसल गरिरहेछौँ। अनि मैले चाहिँ खास यो नेपालमा मोमो, चाउमिन, बर्गर, पिज्जा यो 4वटा मेन कोर्स, यो 4वटा मेन कोर्स उठाउने भनेको, तर अहिले बजेटिङको हाम्रो यो सबै कारणले नसकेको भएर चाहिँ अहिले चाहिँ मैले यो 2टा मात्र गरेको छु। 2टा पनि आफ्नो उ गरेर यदि पछि यो अनि यो अलिकति राम्रो यदि ग्रोथिङ भयो भने भेरी सुन चाहिँ अब हामीले चाहिँ त्यो बर्गर र पिज्जा पनि एडेड गर्ने भन्ने हाम्रो चाहिँ एकदम प्लानमा छ। फ्युचर प्लान चाहिँ त्यो फुड पनि राम्रो मिठो एकदम फ्रेस एन्ड गुड एन्ड हाई क्वालिटी फुड छ। यही हाम्रो बनाएको यही हामीले। अनि यो नुडल पनि यो मेरो एकदम खानु होला सेप्टेम्बर मेरो एकदम मिठो छ। यही नुडल पेली यत्रो भए म, तर यसरी एक्सचेन्ज गर्ने फेरि गर्दैछु। तपाईँ यो पकाएपछि कति मिठो हुन्छ अब डो पनि एकदम धेरै मेहनतले बनाएको हो। यो डोको प्रिपरेसन पनि एकदम लामो छ। अब बनाउनुलाई पनि पहिला डो बनाउनुपर्छ, मेथी राख्नुपर्छ, गर्नुपर्छ। त्यसले गर्दा यस्तो गर्छ, नत्र यो वाला डो बन्दैन। तपाईँले हेर्नुभयो भने लाइटको साइनिङ हुँदैन, अब यसमा साइनिङ आउँछ। जति यो बेटर साइनिङ आयो उति राम्रो हुन्छ। अनि त्यो साइनिङ चाहिँ मैदाको क्वालिटी अनुसार हुन्छ। अब हाई रेटको हाई क्वालिटीको मैदा छ भने साइनिङ राम्रो आउँछ। नराम्रो मैदाहरू भने साइनिङ आउँदैन, क्वालिटीहरू लो हुन्छ। अब त्यो हुन्छ। यो चाहिँ एकदम ब्रान्ड चाहिँ नाम चलेको नेपालको राम्रो कम्पनीहरूको मैदा हो। सो त्यही भएर मेरो भेरी गुड। Yes. यहाँ मुनिबाट हाल्नुपर्छ, एक सर्ट ढाल्ने आउँछ। बाहिर गएर ढोकाबाट हाल्नु फ्ल्यासलाइट डालिदियो, अलिकति लाइट पुगेन। यहाँ हो
अस्ति आएर हामीले हालेको भिडियो क्यामेरा हेर त आउँछ दाइ सुन्नु त तपाईँको मान्छे के छ हामीले क्यामेरा हो एक्सेप्ट गर्नु भइदिएछ गाडी यार यो बेल हान्नुपर्छ यो साइड आएर हान यो साइडबाट राम्रो देख्छ यो होइन देखिन पाउनेको एकदम राम्रो हुन्छ खान नआउनुहोस् एकदम फ्रेस मिठो कुनै बेला दुई तिन मिलाने हुन्छ त्यसको होइन यहाँ अब कहिले कहिले अर्डर आउँछ मान्छेले खानु खोज्छ त्यो भयो भने चाहिँ अनि अहिले चाहिँ हामीसँग त्यही किमा नुडल्स मोमो स्पेसल किमा नुडलमा चाहिँ किमा नुडलको अलिकति 4-5वटा भेरिएन्ट छ हाम्रो बफ भइहाल्यो चिकन भइहाल्यो अनि भेजमा पनि छ अनि यो हाम्रो एग अन्डामा पनि छ स्पेसल चाहिँ अझ मोमो भन्दा नि किमा नुडलै हो अब किमा नुडल तर मोमो पनि त्यो चाहिँ होइन तर त्यो पनि दुइटै नै हो तर अझ हामीले चाहिँ यो किमा नुडलमा चाहिँ धेरै मेहनत गरेको छौँ जति मोमोलाई गरेको छ त्यसले गर्दा मोमो पनि छ मोमोमा पनि हाम्रो 2-3टा भेरिएन्ट हुन्छ चिकन हुन्छ भेज हुन्छ बफ हुन्छ तर स्पेसल चाहिँ बफ हो अनि अब चिकनहरू भन्दा नि स्पेसल चाहिँ बफै हो बफमा चाहिँ मैले धेरै गरेको छु किनकि यसमा चाहिँ धेरै अलिकति भोलुममा सेल हुनेको भएर यसमा चाहिँ नरदेवी रक्तकाली मार्ग भन्छ हाम्रो नरदेवी मन्दिरको मेन मन्दिरबाट अलिकति माथिल्लो चोकबाट जस नरदेवी भन्छ नरदेवी चोकबाट सिधा भित्र आएपछि यो 100 मिटर जति अलिकति भित्र छ ठ्याक्कै मेन रोडमै छ हाम्रो यो बोर्ड पनि ठ्याक्कै फरक छ यो हाम्रो यो नेपाल किमा नुडल इन मोमो इन नेपाल हो यसले गर्दा ठ्याक्क यो बोर्ड हेरेपछि ठ्याक्क थाहा भइहाल्छ हाम्रोसँग हुँदैन अनि यो चाहिँ ठ्याक्क यो हाम्रो असनबाट पनि नजिक पर्छ असनहरू अनि यता यो बसन्तपुर यता तपाईँहरू कहिलेकाहीँ अब यता सपिङ गर्नु त आइहाल्नुहुन्छ होला आएको बेलामा चाहिँ यसो कहाँनिर भन्दाखेरि अब यहाँनिर एउटा यो यस्तो मोमो पसलमा त आज खाजा खाइहेरौँ न त भनेर खाजा खानको लागि चाहिँ आउनुभयो भने अनि अब यो जुन मैले भनेको कुराहरू जजमेन्ट गरिदिनु मलाई पनि अलिकति अब नेक्स्ट प्रोजेक्टको लागि यहाँबाट राम्रो भयो भने हेल्प हुन्छ म अझ राम्रो के भन्छ त्यसको लागि